नमस्ते सबैलाई, वेलकम टु माई युट्युब च्यानल। आज म यमरी बनाउन लागेको छु। यमरी बनाउन आवश्यक सामग्रीहरू: चामलको पिठो, दुध चाकु बनाउनलाई, घिउ पिठो मुस्न र चाकु बनाउनको लागि चाहिन्छ, तिल भुटेको तिल, सक्खर चाकु बनाउनको लागि सक्खर, बदाम काजु चाहिँ हल्का रोस्ट गरेको छ, पिठो मुस्नको लागि मनतातो पानी। अब यमरीको लागि चाहिँ पिठो तयार गर्दैछौँ हामी। यसको लागि चाहिँ घिउ मजाले अलिकति हालेर अनि मजाले माड्नुपर्छ। पानी नहालिकन पहिला माड्नुपर्छ। त्यसपछि हल्का मनतातो पानी हालेर यसलाई चाहिँ मजाले अरू पिठोभन्दा अझ बेसकन माडेर यसको चाहिँ डो बनाउनु पर्छ। माडिसकेपछि चाहिँ त्यो यस्तो दुईटा तानेर हेर्नुपर्छ। अनि त्यो चट्ट चुट्यो भने चाहिँ अनि यो पिठो रेडी हुन्छ। अनि यसलाई चाहिँ एकछिन 2 घन्टा जति रेस्टको लागि राख्नुपर्छ। अब चाहिँ सक्खरलाई चाहिँ चाकु बनाउन गइरहेको छौँ। त्यसको लागि चाहिँ अलिकति पानी हालेर यसलाई मजाले चलाउँदै पगालेर यसलाई छान्ने। अनि घिउ सक्खर अनि ड्राई फ्रुट्सहरू हालेर एकछिन यसलाई मजाले पकाउनु पर्छ। चाकु तयार भयो। यमरीको सेप दिन सुरु गरौँ। यसको लागि हातमा तेल हालेर बिस्तारै यस्तो सेप बनाएर चाकु हाल्ने। यमरीलाई स्टिमको लागि 15 मिनेट राखिदिने। आहा, कति राम्रो देखिएको। मेरो बाबुलाई साह्रै मिठो लाग्यो। हजुरहरू पनि घरमा बनाएर खुवाउनुहोस्। थ्याङ्क्स फर वाचिङ। हजुरलाई कस्तो लाग्यो? लाइक र सब्सक्राइब गरिदिनु होला। सी यू।